माननीय रवि सरलाई बन्द समाएको थियो नि। उहाँलाई कति दुःख दिएको थियो कि उहाँ भिआइपी नभएकै कारण हो त, 3-4 चोटि प्रधानमन्त्री नभएकै कारण हो त। कहिलेसम्म यस्तो? देशको कानुन त सबैलाई बराबर हुनुपर्ने होइन र? न्याय बराबर हुनुपर्ने होइन? किन यस्तो के? यतिसम्म पीडा किन दिन्छ के? सामान्य अदालतबाट त हामीलाई धेरै ठुलो आश थियो के। अब उहाँहरू तारिकमा छुट्ने रे, उहाँहरूलाई छुटाउने रे, बाहिरबाट के अरे लड्न पाउने रे होइन। त्यत्रो मान्छे मारे हत्याराहरूलाई किन यति सेवा सुविधा के? आखिर किन? कानुन त सबैलाई बराबर हुन्छ भनेको होइन? यहाँ बाहिरको मान्छेले अलिकति छिसिक्क केही होस् त सबै उल्टिन्छन्। तर हरे भगवान्, के कानुन हो, के न्याय हो? हरेक आमाहरू रोएर बस्नु भएको छ। हिजो हाम्रो 23 गते दीप प्रज्वलन, सुभाष बोहराको आमा हाम्रो माननीय गृहमन्त्रीज्यूको अगाडि आफ्नो पीडा पोखेर रुँदाखेरिको त्यो क्षण कति गाह्रो भयो। त्यो आमालाई कति गाह्रो भएको छ, जुन आफ्नो सन्तान गुमाउँदाको पीडा बल्ल न्याय पाउँछौँ भन्ने आश थियो। त्यो आश पनि अब टुट्न लाग्यो कि हाम्रो लागि त। सबैलाई न्याय गर्नु होला, अन्याय कसैलाई नगर्नु होला। देशको कानुन सबैलाई बराबर बनाउनु होला। यस्तो पीडा चाहिँ नदिनु होला। के भिआइपी नै हुन पर्ने रहेछ हो? कतिपय जेलमा बिना निर्दोष पनि पर्नु भएको छ। यदि निर्दोष कसरी हुनुभयो उहाँहरू चाहिँ? उहाँहरू निर्दोष कसरी हुनुभयो? मलाई यो प्रश्न छ कि सबैजनालाई, उहाँहरू निर्दोष कसरी हुनुभयो? यति मात्रै भनिदिनु, निर्दोष कसरी हुनुभयो उहाँहरू? यो आशाको दियो निम्न नदिनुहोस्। मेरो बिन्ती छ हाम्रो प्रधानमन्त्रीज्यू, हाम्रो गृहमन्त्रीज्यूलाई, यो आशाको दियो निम्न नदिनुहोस्। बिन्ती छ है, यो आशाको दियो निम्न नदिनुहोस्। शहीद परिवारहरू यति पीडामा छन्, यो आशाको दियो निम्न नदिनुहोस् प्लिज।